आजको कार्यक्रमको साक्षीको रूपमा हामीले वसन्त कुमार शर्मा नेपालज्यू र प्रदीप नेपालज्यूलाई अगाडि राख्दैछौँ र हाम्रो आजको कार्यक्रम सभापति विहीन हुन्छ, प्रमुख अतिथि विहीन हुन्छ र हामीले साक्षीका रूपमा वरिष्ठ साहित्यकार एवं पुरस्कार वसन्त कुमार शर्मा नेपालज्यूलाई म अगाडि आएर कार्यक्रमको साक्षी बसिदिनु हुन म अनुरोध गर्छु। यसै गरी वरिष्ठ साहित्यकार प्रदीप नेपालज्यूलाई पनि म अगाडि आएर आसन ग्रहणका लागि अनुरोध गर्छु। अब आजका स्रष्टाहरूलाई आसन ग्रहण गराउँछु र म नाम भन्छु र यहाँ भाभा शर्मा र आभा शर्मा बहिनीहरूलाई गलबन्दी उडाउन पनि म अनुरोध गर्छु। प्राध्यापक गोपी कृष्ण शर्मा अगाडि आइदिनु हुन म अनुरोध गर्छु। प्राध्यापक राजेन्द्र सुवेदी, प्राध्यापक डाक्टर दुर्गा प्रसाद हरियाल, मैले उहाँ चाहिँ अमेरिकातिर हुनुहुन्छ भन्ने सूचना पाएको छु, आज आउन सक्नुहुन्न। डाक्टर घनश्याम देउपाने, डाक्टर घनश्याम देउपाने, प्राध्यापक डाक्टर लक्ष्मण प्रसाद गौतम, वैजयन्तीका प्रधान सम्पादक श्री ठाकुर शर्मा अगाडि आइदिनु म अनुरोध गर्छु। डाक्टर रामप्रसाद नेवाली, डाक्टर लेख प्रसाद निरौला, गीता त्रिपाठी, ज्ञानु अधिकारी, प्राध्यापक डाक्टर शिव गौतम, मैले उहाँको पनि सूचना पाए अनुसार उहाँ अमेरिकाबाट नेपाल आउन सक्नु भएन, छोरी बिरामी भएर भन्ने मैले सूचना पाएको छु। डाक्टर विश्वदीप अधिकारी, मोहन चापागाई, नारायण कैलाश सिक्देल, राम कुमार पण्डित छेत्री, प्राध्यापक डाक्टर गोविन्दा भट्टराई, डाक्टर रजनी ढकाल, शब्दार्थ प्रकाशनका अध्यक्ष एवं यो कार्यक्रम आयोजक विनय कुमार शर्मा नेपाल, र हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्ण साहित्यिक जनहरूलाई म यो कार्यक्रममा जो जहाँ बस्नु भएको छ त्यही आसन ग्रहण गरेर कार्यक्रमको शोभा बढाइदिनु हुन अनुरोध गर्दछु। ठाकुर शर्माज्यूलाई म स्वागत मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु। पुस्तक विमोचन कार्यक्रम समारोहमा समुपस्थित विद्वान सर्जक पुरस्कार श्री वसन्त कुमार शर्मा नेपालज्यू, मञ्चासीन व्यक्तित्वहरू, समारोहमा उपस्थित सम्पूर्ण विद्वान, विदुषी, साहित्यकार, साहित्यप्रेमी महानुभावहरू, संस्थाका विभिन्न पदाधिकारीहरू, पत्रकार साथीहरू एवं उद्घोषक महोदय, सर्वप्रथम यहाँहरूलाई अत्यन्त विशिष्ट यस शालीन समारोहमा शब्दार्थ प्रकाशनको तर्फबाट र मेरो तर्फबाट
स्वागत अभिवादन गर्दछु। स्वागतम स्वागतम सुस्वागतम। सामान्य जानकारी यहाँहरूलाई दिन्छु। पहिला आज यहाँ शब्दात्मक प्रकाशनको वार्षिकोत्सव हो। यस अवसरमा यस संस्थाबाट प्रकाशित कृतिहरू छन् अनेकौं। शिव गौतमका झ्याम्ली बाख्राको पाठो निबन्ध संग्रह, बाटो हेरिरहने बाटाहरू कविता संग्रह, मोहन चापागाईको सत्य संलाप निबन्ध संग्रह, डाक्टर विश्वदीप अधिकारीको आकाश मैथुन कथा संग्रह, नारायण कैलाश सिंहदेलको नयाँ बाटो उपन्यास, निबन्धकार विनय कुमार शर्मा नेपालका 2 कृतिहरू, परावर्तन निबन्ध संग्रह र मार्गदीप कविता संग्रह, कवि रामकुमार पण्डितको मन्दिर र माओ कविता संग्रह तथा विभिन्न समालोचकहरूद्वारा लिखित कविता सम्बन्धी सैद्धान्तिक समालोचना, शब्दार्थ सोपान र वैजयन्तीको 51औं अङ्क। आज यहाँ 11वटा कृतिहरू र 50औं र 51औं यी दुवै शब्दार्थबाट प्रकाशित वैजयन्ती 11वटा कृतिहरू यहाँ विमोचन हुँदैछन्। यस्ता सुन्दर कृतिहरू प्रकाशन गर्नुभएकोमा सर्जकहरूलाई बधाई ज्ञापन गर्दछु र साहित्यिक क्षेत्रको निरन्तरताको कामना पनि गर्दछु। यस कार्यक्रममा विमोचित कृतिहरूमाथि आदरणीय समालोचकहरू प्राध्यापक राजेन्द्र सुवेदी, प्राडा गोविन्द भट्टराईज्यू, डाक्टर देवप्रसाद निरौलाज्यू र रजनी ढकाल योबाट विस्तृत रूपमा यहाँ व्याख्या विश्लेषण हुने नै छ। यस विषयमा म जान चाहन्न। मैले केही कविताहरू पढेको छु, त्यसबाट यहाँहरूलाई स्वागत गर्दछु। सेवा पाङ्मयको निरन्तर गरी आलोक छर्ने यहाँ, सेवा पाङ्मयको निरन्तर गरी आलोक छर्ने यहाँ, संस्थाको गरिमा उच्चो हुन गयो गन्तव्य भेटी यहाँ। यो शब्दार्थ सँगै सँगै हिँडिरहँ भन्ने भई भावमा आएका सब छौं विचारसँग छन् स्वीकार हो सर्चना। भाका सुन्दर सिर्जना तिर्रसका उत्कृष्टताका मुना, नेपाली मनभित्रका हितसुधा सौन्दर्य भेट्छौं त्यहाँ। छन् धेरै कविता निबन्ध रसका लक्ष्यार्थका आँकुरा, औपन्यासिक छन् कथा सृजनका आश्चर्य लाग्ने कुरा। यस्ता भद्र समाजमा हृदयको पूर्णत्व फुल्छन् कवि, बग्छन् निश्चय भावमा सुरचना आवादिँदै छन् रवि। सकर्मी भवमा हुँदा प्रकृतिमै नौलोपना मिल्दछ, सारा सारा उदाउँछन् मनुजमा चैतन्य नै खुल्दछ। यो यस्तो विधिसाथमा सृजनता विद्या खजाना यहाँ, नेपाली गुण साधना हितसुधा वर्ष्यो सभा माझमा। भित्री ज्ञान खुल्यो खुल्यो हृदयमा आनन्द पाए स्वतः, हे अभ्यागत आजका शुभगुणी स्वीकार हो स्वागत। हे अभ्यागत आजका शुभगुणी स्वीकार हो स्वागत। गीता त्रिपाठीज्यूलाई म अघि आएर भाषण गर्नका लागि अनुरोध गर्छु। यसै गरी डाक्टर विश्वदीप अधिकारीज्यू पाल्नुभएको छ भने अगाडि आइदिनु हुन अनुरोध गर्छु। प्राध्यापक राजेन्द्र सुवेदीज्यू भनौँ यो समितिको लोकार्पण गर्ने पालो छ। हामी अब धेरै लामो समय यहाँ बस्दैनौँ। कार्यक्रम अलिक फरक ढङ्गको छ। विनय कुमार शर्मा नेपाल आफै एउटा सृजनशील मान्छे हुनुहुन्छ, कार्यक्रम पनि सृजनात्मक ढङ्गले नै गर्नुहुन्छ। यहाँ सभापति छैन, प्रमुख अतिथि छैन, सबै सभापति सबै प्रमुख अतिथि, यो आफै एउटा सृजना हो र कार्यक्रमै सृजना हो, नयाँ कुरा सृजना हो र यो उहाँले नयाँ नयाँ कुरा परिकल्पना गर्नुहुन्छ। मलाई नै आनन्द लाग्छ अब यो कार्यक्रम।
अब स्रष्टाका कृति सृष्टिबाट हामीले आजको विधि यस्तो प्रयोग गर्दैछौँ। जसले देख्नु भएको छ उहाँले पनि किताब उठाउनुहुन्छ र केही स्रष्टाहरू यहाँ हुनुहुन्न, उहाँहरूका कृतिहरू चाहिँ आजका साक्षी दुईजना व्यक्तित्व हुनुहुन्छ, वसन्त कुमार शर्मा नेपाल र प्रदीप नेपाल, र दुईजनाले चाहिँ ती अनुपस्थित स्रष्टाका किताबहरू उचाल्नु हुनेछ र आजका जुन 11वटा पुस्तकहरू छन् ती किताबहरू चाहिँ आज हामीले यहाँ हेर्छौँ। स्रष्टा र साक्षीका हातमा पुस्तक पुगिसकेका छन्। अब यो एउटा शब्दार्थ प्रकाशनको 13औं वर्ष प्रवेशको अवसरमा आयोजित यो लोकार्पण कार्यक्रम अब सकिएको छ र अब यी कृतिहरूमाथि समीक्षा गर्ने पालो अबको कार्यक्रम हाम्रो अगाडि छ। अब शब्दार्थ प्रकाशनको 13औं वर्ष प्रवेशको सन्दर्भमा 13वटा पुस्तक लोकार्पण समारोहका आवाज आएको छैन? 13वटा पुस्तक लोकार्पण समारोहका साक्षीज्यूहरू आज प्रमुख अतिथि सभा अध्यक्ष कोही नहुने नौलो परिपाटी प्रेसिडेन्ट यहाँ ल्याएको देखेँ। साक्षीज्यूहरू हुन्छ दुईजना यहाँ। अग्रज व्यक्तित्व पुरस्कार वसन्त कुमार शर्मा नेपाल र साहित्यकार आदरणीय व्यक्तित्व प्रदीप नेपाल जो साक्षीका रूपमा यहाँ हुनुहुन्छ र यहाँ मञ्चमा सिट रहनुभएका विद्वान स्रष्टा समालोचक व्यक्तित्वहरू र मञ्चाभिमुख भएर रहनुभएका साहित्य प्रेमी सम्पूर्ण महानुभावहरू सम्पूर्ण मेरो एकमुष्ट साधन नमान्नु। आज शब्दार्थले यहाँ यसरी सम्पूर्णलाई एउटा 13वटा पुस्तकहरूको विमोचन कार्यक्रमबाट विभिन्न साहित्यिक विधाका कृतिहरू अगाडि ल्याई सम्पूर्णलाई एउटा विचार मन्थनमा सहभागी हुने मौका जुटाएकोमा र मलाई यो अवसर दिएकोमा पनि शब्दार्थप्रति हार्दिक आभार प्रकट गर्दछु। के बोलौँ जस्तो पनि लागिरहेछ सुरुमै अलिअलि तिजको माहौल पनि लागिरहेको थियो। पहिलोचोटि आज यो तिजमा दिदीबहिनीलाई भेट्ने दिन बनाएको थियौँ हामीले र भेटघाटकै बिचबाट म उठेर यहाँ आएको देखिनु र हाम्रा विनय कुमार दाई, म दाई हुन्छु, दाईले बोलाएपछि आज यहाँ म पनि माइती घरमै आएको सम्झेकी छु आफूलाई र आफूले माइती घरमा बस्दाका कर्मशील दिनहरू पनि सम्झिएर हामी त्यसरी कर्ममै रमाएर बाँचेका दिदीबहिनीहरू आज अर्को कर्ममा सहभागी हुन पाउँदा पनि खुसी लागेको छ। यहाँ मसँग मेरो हातमा दुईटा पुस्तकहरू छन्, आकाश मैथुन र शब्दार्थ सोपान। यी दुईटा कृतिको बारेमा केही समीक्षा गरिदिनलाई वसन्त कुमार दाईले मलाई भन्नुभएको र वास्तवमा इमानदारीपूर्वक भन्नुपर्दा यी कृतिहरू धेरै छिटो पनि मैले पाइनँ र सबै चाहिँ पढेर हेर्न सकेकी छैन मैले, तर पनि मैले जे पढेँ त्यसमा मैले आफ्नो एउटा पाठकीय अभिव्यक्ति, पाठकीय समालोचना भनौँ एक प्रकारले गर्नेछु कृतिमा, एउटा सिर्जनामा। र समालोचना कृति चाहिँ यहाँ आफै विज्ञ व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूका यी समालोचनाहरू म आफैले सिक्नुपर्ने पढ्नुपर्ने अवस्थामा छु भने मैले के बोलाउला र जस्तो पनि लागिरहेको छ। तर पनि मैले यी कुराहरू मेरो आफ्नो जिम्मेवारी अनुसार पक्कै मानिन्छु। सर्वप्रथम म यो आकाश मैथुन कृतितिर लागे। यहाँ मैले स्रष्टालाई पनि चिनिरहेको छु, विश्वजीत अधिकारी उपस्थित हुनुहुन्छ? विश्वदीप अधिकारीको कृति रहेछ यो कथा सङ्ग्रह
यहाँ पुस्तकको पछाडि हेर्दाखेरि उहाँका थुप्रै कृतिहरू दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् र उहाँका विभिन्न विधामा केन्द्रित भएर लेख्नुभएका अनुसन्धानमूलक कृतिहरूदेखि लिएर सृजनात्मक कृतिहरू थुप्रै प्रकाशित भएको मैले यहाँ देखेँ र उहाँलाई व्यक्तिगत रूपमा चिन्दिनँ। यी कथाहरू पढेपछि मैले उहाँका कथाहरूबाट एक प्रकारको धारणा बनाएकी छु। उहाँको एउटा सर्जक व्यक्तित्व पक्कै अब निरन्तर अगाडि बढिरहनेछ। विभिन्न विधामा उहाँ अगाडि बढिरहनु भएको छ। आकाश मैथुनमा चाहिँ 20वटा कथाहरूको समारोह हो र यसमा नेपाली समाजका विविध विषयवस्तुमा केन्द्रित भएका कथाहरू नै छन्। यी कथाहरू पढ्दाखेरि लाग्छ विश्वदीप अधिकारी नेपाली समाजका यावत विसङ्गत पक्षहरूमा अत्यन्त गहिरिएर सूक्ष्म रूपमा अध्ययन गर्नुहुन्छ र ती कुरालाई टिप्नुहुन्छ। उहाँ राजनीतिक पक्ष र नेपालको ब्युरोक्रेसीसँग सम्बन्धित विषयहरू आफू पनि त्यसमा सायद काम गर्ने भएर हो कि त्योसँग सम्बन्धित विषयमा एउटा देशभक्तिको बाटोमा मान्छेहरू कसरी चुक्दै गएका छन्, देश बनाउनुभन्दा व्यक्ति बनाउनलाई मान्छे कसरी अगाडि बढिरहेका छन्, एउटा भ्रष्टाचारका विभिन्न रूपहरू उहाँका कथाहरूमा भेट्न सकिन्छ। त्यसै गरेर धर्मका नाममा पनि अनेक भ्रष्ट स्वरूपहरू कस्ता कस्ता हुन सक्छन् भन्ने कुराहरू विभिन्न पात्रका माध्यमबाट यहाँ आएका छन्। मानिसको घर असाध्यै रमाइलो कथा छ। भ्रष्ट व्यवहारले कमाएको सम्पत्तिले त्यसलाई कसरी पुँजो बनाउँछ। एउटा मार्बल राखेको घरमा आनन्द तरिकाले बिताउनको लागि बनाएको घर पछि बिस्तारै गएर त्यो मार्बलको चिसोपनहरू कसरी पुँजिँदै जान्छ भनेर व्यावहारिक पक्षको कथा लेख्नु भएको छ। तर पनि त्यसले चाहिँ एउटा खराब नियतले कमाएको सम्पत्तिले उसको जीवन सुखसँग बित्दैन भन्ने एउटा त्यस्तो खालको सन्देश त्यस कथाबाट पाइन्छ। त्यसै गरेर नेपाली समाजमा एउटा पारिवारिक कलह कसरी लिइदिएको छ त व्यक्ति आफ्नो अधिकार गजबले खोज्छ तर कर्तव्य गर्दैन। यहाँ एउटा पात्रको बुहारीको कथा त्यस्तै गरेर उहाँले साह्रै राम्रोसँग सल्लाह कथामा दिनुभएको छ। यद्यपि समाजमा त्यस्ता कुराहरू बहिष्कृत छन् सामाजिक नियममा, तर तिनीहरूका पक्षमा यी पक्षबाट पनि विचार गर्नुपर्छ भन्ने एउटा फरक खाले वैचारिक धार पनि यी कथामा भेटिन्छ। त्यसै गरेर आजको एउटा पुस्ता भोज भटे रमाइलोका सन्दर्भमा कसरी भुल्दै गएको छ त विद्यालयमा विद्यार्थीहरू आफ्ना शिक्षकलाई समेत आफ्ना साना साना भोज भटेहरूमा निमन्त्रणा गरेर कसरी भ्रष्ट चरित्र विकसित हुँदै गएका छन्। शिक्षकहरूलाई अभिभावकले घरमा बोलाइदिँदा शिक्षकलाई कति अप्ठ्यारो पर्छ भोज भटेरमा भन्ने कुरा एउटा भोज भन्ने कथामा साह्रै राम्रोसँग बुझ्नुभएको छ। साँच्चै नेपाली समाजमा अहिले त्यो अवस्था पनि देखिएको छ। यद्यपि विद्यार्थी र शिक्षकको नाममा एउटा आत्मीयता विकसित गर्ने अभिभावकको उद्देश्य होला, तर शिक्षकले विद्यार्थीलाई आफ्नो ठाउँमा राखेर शिक्षा प्रदान गर्दाखेरि जुन एउटा अनुशासन हुन्छ, जुन नियम हुन्छ, त्यो उसको परिवारजनसँग नजिक गइसकेपछि विद्यार्थीले एकाएक त्यो भोज भटेरमा अनावश्यक कुराहरू ग्रहण गरेको, रक्सी खाएको त्यस्ता व्यवहारहरू देखिसकेपछि शिक्षकका पनि त्यस्ता व्यवहारहरू देखिसकेपछि शिक्षक र विद्यार्थीले त्यो अनुशासनको एउटा नियम कहाँनिर रहन्छ त भन्ने जस्ता संवेदनशील कुराहरू उहाँले यस्ता विषयहरू कथाहरू उठाउनु भएको छ। केही रूपमा आफूलाई एउटा आस्वादन चाहिँ केही रूपमा आस्वादन गरिरहेको हुन्छ। जस्तो पहिलाकै कथा छ, हामी आफैले सोच्न बाध्य हुनुपर्छ कि एउटा स्मृतिको योजना भन्ने कथा छ। यस्ता राम्रा यस्ता चोटिला विषयहरूलाई अझै त्यो आख्यानात्मक स्वरूपमा गहिरिएर उहाँले मेहनत गरेर सक्नु भएको भए अझ कति मजा हुन्थ्यो भन्ने मेरो अनुभूति भइरह्यो र विश्वदीप अधिकारीज्यूलाई धेरै शुभकामना। यस्ता कृतिहरू हुँदै जाउन्, उहाँले लेख्दै जानुहोस् र आख्यानमै गरौँ चलाउने हो भने उहाँले लिनुभएका विषयहरू असाध्यै गहन छन्, तर बारेमा आफ्ना मन्तव्य प्रतिक्रिया ल्याउँछु र दोस्रो पुस्तक उठाउँछु। र अर्को दोस्रो पुस्तक छ शब्दार्थ सोपान। यो पुस्तक वैजयन्ती पत्रिका विधापरक पत्रिका हो र यो पत्रिकाले विभिन्न विधाहरूका बारेमा एउटा एउटा विधाका बारेमा सिर्जनाहरू छाप्छ र ती सिर्जनासँगै
परिषदले निकालेको छ। यो कविता समालोचनासँग केन्द्रित कृति हो। यसको सम्पादन ठाकुर शर्मा भण्डारी र विनय कुमार शर्मा नेपालले गर्नुभएको छ र यो कृतिमा जम्मा 16वटा समालोचनाहरू सङ्कलित छन्। 10 जना समालोचकका 16वटा समालोचनाहरू र सबै कविता विधासँग केन्द्रित छन्। कवितामा विशेष गरेर छन्द कविता 8वटा, छन्द कवितासँग सम्बन्धित समालोचनाहरू 8वटा, गद्य कवितासँग सम्बन्धित समालोचनाहरू 2टा, मुक्तकसँग सम्बन्धित 2टा, गजलसँग 2टा र गीतसँग 2टा। यहाँ कविताको स्वरूपका आधारमा हेर्दा लघु कविता नै भन्न मिल्यो। छन्द कविता, गद्य कविता, गजल र गीतहरूलाई कविताको भिन्न स्वरूपमा हेर्दा मुक्तक चाहिँ लघुतम स्वरूप भयो। यस आधारमा हेर्दा यहाँ छन्दसँग जोडिएका धेरै समालोचनाहरू यहाँ केन्द्रित भएका छन्। 8वटा समालोचनाहरू छन्द कवितासँग केन्द्रित छन् र यी छन्द कवितासँग केन्द्रित समालोचनाहरू पढ्दैमा म आफै छन्द कविताका बारेमा धेरै कुरा बुझ्दिनँ, जान्दिनँ। यो नजान्ने व्यक्तिले त्यहाँ माथि पनि लेखेका समालोचनाहरू, सैद्धान्तिक समालोचनाका बारेमा के बोल्नु र? म यी पढेर लाभान्वित हुनेछु, यसका बारेमा धेरै कुरा गर्दिनँ भन्ने लागिरह्यो। पढ्दा पढ्दै चाहिँ मलाई एकदमै घर परेका केही कुराहरू चाहिँ म यहाँ भन्छु। गोपीकृष्ण शर्मा सरका समालोचना पढ्दाखेरि साँच्चै आनन्द लाग्छ। निबन्ध पढे जस्तो, तर समालोचना सैद्धान्तिक ज्ञानका बारेमा साह्रै सजिलो तरिकाले बुझ्न सकिन्छ। जस्तो सुकै पाठकले पनि त्यो कुरा सजिलै बुझ्छ। मलाई लाग्छ सैद्धान्तिक समालोचनाहरू यसरी लेखियोन् जुन चाहिँ त्यो विधाका बारेमा जानकारी राख्ने जिज्ञासु व्यक्तिले सजिलै जानोस्। उहाँले दिएका कतिपय कुराहरू अघि मैले भन्छु भनेका पंक्ति पनि यहाँ मैले भनिहाल्छु। कविताको स्वरूप र कविताको स्वभावका बीच निकट सम्बन्ध रहन्छ। गम्भीर उदात्त प्रकृतिको कविले उदात्त र मानव प्रेमका कविताको काव्यको रचना गर्छ भने क्षुद्र र सङ्कुचित प्रकृतिको कविले सोही अनुकूल क्षुद्र वा निम्न स्तरको कविता रचना गर्छ। मलाई समालोचना आएर बोलिरहँदाखेरि पनि क्षुद्र स्वभावको मान्छेले क्षुद्रै कुरा गरिरहन्छ कि भन्ने जस्तो अर्थ लाग्छ कि भन्ने पनि मैले लगाइरहेँ। तर पनि एक प्रकारले एउटा विधागत स्वरूपमा गइसकेपछि त्यो विधाले मार्ने कुरा के हो त्यो पाटो पुगेर भने त पाठकले त्यो आस्वादन हुन पुग्दैन, पाठकले आनन्दित हुँदैन। त्यसमा त्यो पाटोमा हामीले मनन गर्नुपर्छ भन्ने लाग्छ। गोपीकृष्ण शर्मा सरका 2वटा समालोचनाहरू यहाँ छन्। यो समालोचना चाहिँ सांस्कृतिक अध्ययन, कविताको सांस्कृतिक अध्ययन गर्नुभएको छ। त्यसमा चाहिँ मैले पढ्दै जाँदाखेरि मैले त्यसबाट आनन्दित पनि भएँ। सरको कविताबाट केही बोलिन्छ पनि भेट्टाइहालेँ। बोलेपछि सरले नारीका विषयमा त्यहाँ कविताको सांस्कृतिक अध्ययनमा नारीका पक्षबाट यसरी अध्ययन हुनुपर्छ, नारीले पनि सामाजिक राजनीतिक अधिकारका कुराहरू एवं सांस्कृतिक संवेदनाका पक्षहरू सन्तुलित ढङ्गले रचनामा प्रस्तुत गर्ने, सांस्कृतिक संवेदना प्रस्तुत गर्न लागेको परम्परा भने गरिमायुक्त ढङ्गले प्रस्तुत हुन सकेको छैन भनेर मुद्दा उठाएर उहाँले मजाले समालोचनाको अलिकति अग्रभागमा विषय परिचयमा ती कुरा गर्नु भएको छ। भित्र मजाले महिलाका कविताहरूका बारेमा र महिला लेखेका अथवा पुरुषले लेखेका पनि महिला सम्बन्धी समृद्धका बारेमा आएका होला भनेको त्यो कुरा चाहिँ अलिक कमी जस्तो पाएँ मैले। उहाँले केही महिलाका त्यस्ता खालका सांस्कृतिक अध्ययनका पक्षमा केही महिलाका कविताहरूलाई त ल्याउनु भएको छ, केही महिला स्रष्टाहरूलाई ल्याउनु भएको छ, तर एकदम समकालीन क्षेत्रका अत्यन्त जल्दा बल्दा कविहरू महिला स्रष्टाहरूले ल्याउनु भएको छैन, जसले गर्दा मलाई भिज्यो होइन। केही नामहरू छन् जस्तो महिलाकै बारेमा केन्द्रित भएर लेख्ने सीमा आवाज, सरिता तिवारी, ज्योति जङ्गल, मोमिला जस्ता स्रष्टाको नाम चाहिँ कसरी छुट्यो होला सरको उसबाट जस्तो लागिरह्यो मलाई। नै गरे केही कुराहरू दृष्टता राखेँ। तर यो समालोचना पढेर आफूलाई चाहिँ धेरै कुरा सिक्ने अवसर पनि भयो मलाई। यस पुस्तकमा सङ्कलित सबै जसो समालोचनाले विधागत एउटा पक्षका चिनारी असाध्यै राम्रोसँग दिएका छन्। गीता त्रिपाठीको गीत समय सकिएको सूचना आएको यस समयको लागि यहाँले सुनिदिनुको लागि भएकोमा धन्यवाद। नमस्कार। अलिकति मैले यहाँ समालोचकज्यूहरूलाई अनुरोध गर्ने भएँ, जाँच लेख्न 3 घण्टाको समय तोकेको हुन्छ। 3 घण्टापछि 1 मिनट पनि पाइँदैन, काफी थुत्तिन्छ।
यहाँ पनि 10 मिनट मात्रै तोकेको छ र यहाँहरूले आफ्नो समालोचना बुलेट पोइन्टमा अहिले चाहिँ जम्मा नारायण कैलाश सिद्धदेवद्वारा लिखित किशोर उपन्यास नयाँ बाटोको समीक्षाका लागि। नमस्कार। सम्पूर्ण साहित्य प्रागी सहृदय महानुभावहरूप्रति हार्दिक नमन छ। मलाई जिम्मेवारी दिइएको छ दुईटा कृतिका बारेमा समीक्षा गर्न। समय अघि आइसक्यो, त्यसमा त समीक्षा हुन हो, टिप्पणी मात्रै गर्ने प्रयास गर्छु। मेरा हातमा दुईटा कृति छन्, जसमध्ये एउटा उपन्यास छ र एउटा कविता संग्रह छ। उपन्यास नारायण कैलाश सिद्धदेवजीको हो। मैले उहाँलाई भर्खरै मञ्चमा चिनेको हुँ। र अर्को कृति मसँग विनय कुमार शर्माको मार्गद्वीप भन्ने छ। उहाँलाई म पहिलेदेखि नै चिन्दछु। यी दुई कृति मध्ये म पहिले नारायण कैलाश सिद्धदेवजीको कृतिका बारेमा छोटो चर्चा गर्न चाहन्छु। यो उपन्यास हो। यो उपन्यासलाई किशोर उपन्यास भनिएको छ। सायद त्यसको प्रभाव हुन सक्छ। यहाँ स्थानहरू प्रशस्त मात्रामा अंग्रेजी नामबाट राखिएका छन् र त्यो पात्रले हरेक कुरालाई सकारात्मक सोचबाट परिवर्तन गर्ने प्रयास गर्छ। मलाई त यस्तो लाग्यो कि यो संसारमा हरेक कुरा सकारात्मक सोचबाटै चलाउन सकिँदो रहेछ। यो उपन्यास पढ्दाखेरि लाग्यो कि मस्तिष्कमा हामी त भन्छौँ काम, क्रोध, लोभ, मोह, मात्सर्यहरू, यी सबै चिजहरू हाम्रो जन्मजात रूपमा आउँछन्, भय त्रास आउँछन्, यिनीहरूको प्रभाव हुन्छ, इन्द्रियमा विकृतिहरू आउँछन्। यी हामीले जान्दै आएको कुरा। तर उहाँसँगको त्यो सायद त्यो ज्ञान र उहाँले भोगेको सायद हुनुपर्दछ। यो उपन्यास पढिसकेपछि सकारात्मक सोच र सकारात्मक अवधारणा वा क्रियाकलापले मान्छेको जीवन जसरी पनि परिवर्तन हुन्छ, यो कुरा यहाँ पुष्टि गरिएको छ म पात्रका माध्यमबाट। यहाँ कहीँ कतै पनि अलिकति पनि कसैप्रति पनि नकारात्मक दृष्टिकोणले हेरिएकै छैन। म पात्र घरमा बुवालाई असाध्य राम्रो दृष्टिकोणले हेर्छ, जो ब्याचलर पढ्दै गरेको छ, असाध्यै राम्रो गरी हेर्छ। विवरणात्मक किसिमको छ। उपन्यासभित्रको थोरै प्रकृतिको चित्रण पाइन्छ। अत्यन्त तीव्र गतिमा हिम प्रवाह होइन, झरनाको जस्तो तीव्र वेगमा आख्यान बगेको छ। त्यसो हुँदाखेरि यसलाई अलिकति मन्द गतिको, अलिकति बिम्बात्मक किसिमको, अलिकति अनुभूति किसिमपरक बनाउन सकेको भए अझ राम्रो हुन्थ्यो। यो त आगामी सिर्जनाहरूमा उहाँका कृतिहरूबाट हामी थाहा पाउनेछौँ। जे होस्, विचार सीमा दिएको अर्को कृति छ विनय कुमार शर्मा नेपालको। त्यो कृतिको शीर्षक छ मार्गद्वीप। यो कृतिको भूमिका मैले लेखेको छु। 12 पेज जतिको रहेछ। मैले अहिले यसो हेरेँ। यसको भूमिका म आफैले लेखेको भएको हुनाले मलाई यस बारेमा धेरै बोलिरहनु पर्छ जस्तो पनि लाग्दैन। यहाँको हातमा आइपुग्छ। यो कविताको विवेचना गर्ने बेलामा वा आलेख लेख्ने बेलामा म 1-2 दिन दार्शनिक गुरुहरूसँग गएर जीव र आत्माको बारेमा अध्ययन गरेँ। कविता मैले त्यतिकै फुटाउन सकिनँ। के हो जीव र आत्मा? आत्मा र परमात्मा के हो? मन र आत्मा के हो? मन र मनका बीचमा के द्वन्द्व हुन्छ? अहम ब्रह्मास्मि र तत्त्वमसीका बीचको अन्तर के हो? मलाई यी सबै कुराहरू बुझ्नुपर्ने भयो। यद्यपि म संस्कृत पृष्ठभूमिको पनि हुँ, तर यति हुँदाहुँदै पनि दार्शनिक पृष्ठभूमिको म थिइनँ। त्यसकारणले मैले यो कविता सङ्ग्रह बुझ्नका लागि मैले केही दर्शनको अध्ययन गर्नु पर्यो र खास गरी अन्तिममा पुगिसकेपछि ज्ञान योग, कर्मयोग र भक्ति योग मध्ये यस कृतिमा ज्ञान योग र कर्मयोगलाई बढी महत्त्व दिएको मैले पाएँ र त्यसपछि मैले यो कृतिको भूमिका लेखेँ। एउटा सन्दर्भ आउँछ, या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी। जतिखेर सर्वसाधारणहरू अथवा सामान्य गृहस्थीहरू
अन्धकार देखिरहन्छन् त्यतिखेर योगीहरू उज्यालो देखिरहन्छन्, जतिखेर अरूले उज्यालो देख्छन् त्यतिखेर योगीहरूले अन्धकार देखिरहन्छन्। मैले अर्को सन्दर्भ पढेको थिएँ देवकोटाको। अरूहरूले माघको जाडामा सुत्दाखेरि, माघको जाडामा छतमा गएर आनन्दले सुत्दाखेरि पागल भएको देखे, तर देवकोटा भन्छन् त्यो आनन्द त चिदानन्द अरूले अनुभूति नै गर्न सक्दैनन्। निर्माण त नभनौँ, समाधि नै त नभनिहालौँ, त्यो अवस्थासम्म पुगेको छैन। अब यम नियम धारण ध्यान त्यहाँदेखि माथिको तहमा सायद पुग्न थालेको हो कि जस्तो मलाई लागेको छ। यो कृति पढ्दै जाँदाखेरि यहाँ दार्शनिक उचाइ छ। मलाई पनि दुई तरिकाले हेरिएको छ। यो म यही दुनियाँमा अनुमति माग्दछु। नमस्कार। साह्रै मिठो समीक्षा बस्केर जानुभयो लेखप्रसाद निरौला सर, मलाई धन्यवाद। अब हामी समीक्षाकै चरणमा छौँ। अब समीक्षाको समय हाम्रो 10 मिनट हो। अबका वक्ताले चाहिँ 10 मिनट पढाउनुहुन्न, त्यसले मलाई एकदम चुस्तसँग राख्नुहुन्छ। अब प्राध्यापक डाक्टर शिव गौतमद्वारा लिखित निबन्ध सङ्ग्रह झ्याम्ली बाटाको पाठो र कविता सङ्ग्रह बाटो हेरीको भने बाटाहरूको समीक्षा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईज्यूबाट हुँदैछ। अब हामी उहाँको एउटा कविता सङ्ग्रह छ। कविता सङ्ग्रहको शीर्षक बाटो हिँडिरहने बाटाहरू भन्ने छ। शिव गौतमजीको अहिले कारमा सर्नु पछाडि सबैभन्दा लामो, सबभन्दा पहिलेदेखि अमेरिकामा बसोबास गर्ने शिव गौतमजी एकजना हुनुहुन्छ, भारतीय गौतमका पति। उहाँले 56 सालमा कविता लेख्न थाल्नुभयो, प्रकाशन गर्नुभयो सपनाका रङहरू। 1960 सालमा मुटुलेको सिस्नेरीको साझा प्रकाशनमा छापियो। त्यसपछि बाटो हेरिने बाटाहरू 74 सालमा। त्यसका लागि 18 वर्ष लगभगमा 3टा कविता सङ्ग्रह निकाल्नु भएको छ र पूर्ण रूपले कवि हृदयको एउटा कवित्वको संस्कार भएको व्यक्ति हुन्छ। यद्यपि उहाँको विषय भाषा साहित्य नभएर उहाँको विषय अर्कै प्राविधिक विषय हो र हार्वर्ड जस्तो विश्वविद्यालयमा पढाउने उहाँ साथ पहिलो नेपाली अध्यापक हुनुहुन्छ। त्यसकारणले हामी सारा नेपालीको उहाँप्रति ठुलो सम्मान पनि छ। नेपाली साहित्यमा लागेर कविता र एउटा 3टा कविता सङ्ग्रह र एउटा निबन्ध सङ्ग्रह लिएर यसपालि आउनुभएको छ। म उहाँको स्थितिमा छोटो गरी म केही बोल्न चाहन्छु। उहाँले भनेको छ सुरुमै साधारण कुरामा असाधारण कुरा खोज्नु, असाधारण कुरामा साधारण कुरा खोज्नु, देख्नु कवितासँगको प्रेम भन्ने शीर्षकमा के भएको छ। त्यस्तै साधारण कुरामा असाधारण कुरा देखेको कुराहरू भएका छन्। यी कविताको निर्माणमा पूर्वीय दर्शनको लेख छ, जसले जीवनलाई उनीमा बिलाउने एक अन्तर्वाय देख्दछ। हाम्रो विनायक कविता यस्तै। यी कविताभित्र भौतिक उनीसित मिलित मनको उच्छ्वास र अभौतिक अगोचर उनीसितको संवाद छ। अनित्यको भय र नित्यताको लय छ। यी निर्भूगोल कविता हुन्। अमेरिकामा बसेका उहाँको त्यसमा 2वटा कविता एकाडेमीबाट निस्किएको डायस्पोराका नेपाली कविताहरू छापिएका छन्। परन्तु अमेरिकी जीवनमा बसेको व्यक्ति हुन्छ भन्ने कुराको प्रमाण 2टा मात्रै कविता छैन। अलोहा भनेर अर्को एउटा कविता, अरू सबै नेपाली माटो, नेपाली मन, नेपाली मुटुबाटै सञ्चालित। खास गरी भोजपुरकै परिवेश र सिस्नेरीमा, यो सिस्नेरीमा मेरो मुटु भन्ने मुटुनेरीको सिस्नेरी भन्ने शीर्षकले जनाउँछ र झ्याम्ली बाटाको पाठो भने निबन्ध सङ्ग्रहको सबै भोजपुरकै सिस्नेरी वरिपरि बाल्यकाल बाहेक नेपालको जुन बितेको समय हो त्यसैमा आधारित उहाँका निबन्धहरू कविता छन्। त्यसकारणले मान्छेलाई नयाँ ठाउँले त्यति छिटो प्रभाव पार्दैन छ, यो उहाँको प्रमाण हुन्छ। वास्तवमा एक योग्य कविका अन्तर्तहमा त्यस्तै सार्विक गीतहरू उम्लिरहेका हुन्छन्। शिव गौतमलाई अघि पनि मुटुनेरीको सिस्नेरीमा पढेको हुँ। प्रस्तुत सङ्ग्रहमा त्यहाँभन्दा भित्र, त्यहाँभन्दा पर, त्यहाँभन्दा माथि पुगेर बडो राम्रा परिपक्व चिन्तनले
भरिएका त्यस्तो जीवनको अन्तिम स्वाद सार छोएका बडो निष्क्रिय जीवनका कविता छन्। बाँकी कुरा यिनी कविताले बोलिरहेका छन्। फेरि फिङ्गल कविता भन्ने उहाँले नयाँ कविताको एउटा आविष्कार पनि गर्नुभएको छ। कविता शैलीको प्रवर्तक हुनुभएको छ र यो कोमल बगैँचामा उहाँको कविता उम्रिँदै फल्दै झर्दै गहिरो हुने यो कामना छ र नित्य काव्य चेतना डुबेका डाक्टर बहादुरका यी सिर्जनाले नै उहाँलाई चिनाउनेछन्। कविताबारे त्यति नै भन्नु होला। अब एउटा निबन्ध सङ्ग्रह छ। निबन्ध सङ्ग्रह चाहिँ अत्यन्तै नौलो खालको हाडबाडमा सांख्यिकी र अरू किसिमको स्ट्याटिस्टिक्स अरू विषय पढाउने मान्छेले तर पनि नेपालको एउटा संस्कार भएको परिवारबाट यताको ज्ञान विवेक मनमा दबाएर लिएर बसिरहेको धेरै वर्ष पछाडि उहाँले हाडमा पढ्दा पढ्दै पढिसकेपछि पढ्दा गर्दै अलिकति चिन्तनको गहिराइमा बसेर दार्शनिक र खास गरी वैचारिक किसिमका निबन्ध लेख्नुभएको छ। यसलाई मैले बौद्धिक निबन्ध भनेको छु। ज्यादै गम्भीर बौद्धिक निबन्ध म 2-3टा प्याराग्राफ पढेर यसको परिचय दिन चाहन्छु कि नेपाली जातिले नै गौरव मान्नुपर्ने नाम हो डाक्टर शिव गौतम। अघिल्लो वर्षको भेटमा उहाँले यस प्रकाशनको शीर्ष निबन्ध झ्याम्ली बाख्राको पाठहरू सुनाएर जानुभयो। कसको छोरो नानी भन्दा त झ्याम्ली बाख्राको भनेर भन्ने आमाको काखमा भन्ने बालकले सम्झेको त्यो दिनलाई सम्झेर 60 वर्ष अगाडिको दिनलाई सम्झेर शीर्षक राखिएको छ। मैले अरू पढ्ने बाचा गरेको थिएँ तर हाडभाडमा पढाउने भाग्य लिएर आएका नेपाली स्रष्टाका निबन्ध कस्ता होलान् भन्ने जिज्ञासा पनि थियो। निकैपछि उहाँका निबन्धहरू प्राप्त भए र सबै भर्चुअली परोक्ष रूपमा आए गए मैले पढेर लेखेँ। आंशिक कुरा पनि पढ्ने निबन्धको एउटा त्यस्तो छ। लेखक शिव गौतम डाक्टर शिव गौतम खेल्ने एउटा प्राचीनतम मैदान छ। सभ्यताको प्राचीनता चाहिँ उहाँ खेल्नुहुन्छ। खास गरी प्राचीन आर्य सभ्यता हरप्पा मोहेन्जोदडो, चीनको पुरानो सभ्यता, मिश्रको सभ्यता, ग्रिसेली सभ्यता, त्यहाँका अक्षरहरू धर्महरू चिन्तनहरू यस्तोलाई जोडेर निबन्ध लेख्नुभएको छ। यो विलक्षण किसिमको शक्ति भएको धेरै पढेर ती सभ्यताहरू डुबेर निस्केको मान्छेले मात्रै यो गर्न सक्छ। र यी निबन्ध पढेपछि मलाई के लाग्यो भने यस्ता निबन्ध लेखेको नेपाली पोखरेल हुनुहुन्छ र भारतमा राहुल शान्तिदान लेख्नुभयो, यहाँ जनता सभा लेख्नुभयो, माधव पोखरेलले लेख्नुभयो। यस्तो किसिमको बौद्धिक उचाइका ज्यादै नै गहिरा पठनीय विचार उत्तेजक निबन्धहरू छन् र सुरुबाट असुरको भेदको विश्लेषण कम्ती विचार उत्तेजक छैन। सुरुमा असुर कसरी अलग भयो, उता मध्य पूर्वी भूभागहरू ग्रिस पर्सिया हुँदै इरान पुग्छन् उहाँको वर्णन। अनि 1000 ईसा पूर्व 1000 भन्दा उताका कुरा जोरस्टर जराथुस्टर हुँदै जान्छ। त्यहाँसम्म पुगेर अहुरमा असुरको उत्पत्ति खोज्ने लेखकको सभ्यता चिन्ता र ज्ञान गहिराई सानो छैन। र प्राचीन इरानको अहुर शब्दको कुनै सम्बन्ध छ? त्यसले प्राचीन इरानीमा अवस्थाको दैव भन्ने शब्द दायब हुँदै अहिलेको दिव शब्दहरूको वेदसँगको देव शब्दको सम्बन्ध छ। प्राचीन इरानको कुनै धेरै कुरा पहिले ग्रिकहरूले अनि पछि मुसलमानको आक्रमण परेर तहस नहस र नष्ट भएर गएकाले पनि यस्तो सम्बन्ध होला नहोला भन्ने गाह्रो छ। डाक्टर शिव गौतमको प्रत्येक निबन्ध गहिरो छ। मैले भने बौद्धिक निबन्धको अहिले वर्तमान समयको वर्तमान विश्वलाई भूगोल जसरी पढेर सभ्यताको अनेक पक्षलाई अनेक पाटलाई संस्कृतिका धर्मका चिन्तनका पाटलाई लिएर लेखिएको उच्च कोटिको बौद्धिक निबन्ध हो। निबन्धहरूको सङ्ग्रह कसरी एउटा तथ्याङ्क शास्त्रको विद्वानले कसरी उहाँको भित्री कृष्ण यत्रो शक्ति बढाएको लामा छाप्न परेको छ। डाक्टर शिव गौतमको प्रत्येक निबन्ध गहिरो छ। बौद्धिक विस्तार र तार्किक प्रस्तुतिले त्यो बाँधिएर आउँछ। अब म प्रत्येक निबन्धको विस्तार गर्दिनँ, विस्तार मात्रै लेखिएका छन्। अब म उहाँको निबन्धको शक्तिको तर निकाल्नप्रति म लाग्छु र त्यस पछाडि अरू पाठकले गर्नुहुन्छ। एउटा प्याराग्राफ सकेर कि डाक्टर गौतमको निबन्ध लेखनबारे केही शब्द अन्त्यमा लेख्दछु कि उहाँको विषयवस्तुको बोधको व्यापकताले निबन्धका उल्लेखित रहन्छ। यता नेपालबाट बाल्यकालबाट अबोध कालबाट सुरु भएर संसारको पल्लो छेउ पुगेर सभ्यताको अनेक सभ्यताका केन्द्र
अध्ययन गरेर पढेर लेखिएका निबन्ध यस्ता व्यापक बौद्धिक निबन्ध लेख्नमा राहुल साङ्कृत्यानपछि नेपाली बालकृष्ण पोखरेल, जनकलाल शर्मा र माला पोखरेल मात्र मैले पढेका हुन्। अरू महाकवि सन्त लामिछाने कृष्णचन्द्रमा लालित विचार बराबर पाइन्छ, तर अनुसन्धानतर्फ डुबाउने बौद्धिक जिज्ञासालाई निमन्त्रणा गर्ने डाक्टर गौतमका निबन्धको बोझिल चुम्बकले तानेको कुरा धेरैले अन्यत्र अनुभव गर्ने छैनन्। यसरी डाक्टर गौतमका बौद्धिक वैचारिक विश्लेषणात्मक निबन्धले नेपाली निबन्ध लेखनको एउटा अत्यन्तै ठुलो रिक्त स्थान पुरा गरेका छन्। निबन्ध भनेको ज्ञान विवेकको दर्शन विचार सबै मथेर फिटेर निस्कने कुरा हो भनिन्छ। लकालेका मान्छे विद्वान लकालेका सबै विधामा सर्वोच्च विधा निबन्धले हो भनेका छन्। ज्ञानलाई अघि बढाउने फिट्ने निबन्धकार शिव गौतमका जस्तै पाश्चात्य जगतका महान विश्वविद्यालयको सेवा गरी विविध विषयका ज्ञान फिटेर नेपालीले दिने डाक्टर गौतमलाई नेपाली स्रष्टा र पाठकले हार्दिक अभिनन्दन गर्नेछन्। हाम्रा स्रष्टाले नेपाली निबन्धलाई ससाना मनोगत कल्पना गहमा डुब्ने र भावुकताको मननले नरम बनाउन मात्र काम गर्दछन्, तर निबन्धको उच्च रूप यहाँसम्म पुगिरहेछ भने डाक्टर गौतमका निबन्धलाई दृष्टान्तको रूपमा लिन सकिन्छ। उहाँको निबन्धले एक नयाँ सशक्त आगो खोल्नेछ। यी निबन्ध पढेपछि नेपाली कलमले विश्व व्यवस्थासँग सम्मान गरोस् र अन्य भाषामा वाक्यले जसरी चल्ती ज्ञानको परिधि नागेर भत्काएर अलिक खराब आनन्द देखाओस् भन्ने जस्तो उत्साह थप्नेछ। हामी व्यापक बौद्धिक सङ्गठनतिर पनि जानुपर्छ। मलाई एउटा कुरा भन्न मन लागेको छ कि कति ठाउँमा प्रसङ्गले गर्दा केही कुराको पुनरावृत्ति भएको छ, त्यो उहाँलाई मिठाएको हुन्छ जस्तो लाग्छ। आज अन्तिम वक्ता हुनुहुन्छ आजका प्राध्यापक राजेन्द्र सुवेदीज्यू। मोहन चापागाईद्वारा लिखित निबन्ध सङ्ग्रह सत्य संलाप, विनय कुमार शर्मा नेपालद्वारा लिखित निबन्ध सङ्ग्रह परावर्तन र रामकुमार पण्डितद्वारा लिखित मन्दिर र माओ कविता सङ्ग्रहको समीक्षाका लागि आमन्त्रण गर्छु। यस विशिष्ट समारोहको मञ्च स्थानमा आसीन विशिष्ट विद्वानहरूमध्ये नेपाली भाषा साहित्यका अग्रज पुरुष चन्द्रनाथ शर्मा नेपालज्यू, म विषयमा प्रवेश गर्छु। 10 मिनट दिनुभएको त्रिकाजीले, किताबले 3.3 मिनट पाउँछन्। त्यसैभित्र यी पुस्तकहरूको न्याय भइहाल्छ भन्न म सक्दिनँ। मैले तिनैवटा किताबमा भूमिका लेखेको छु। भूमिका पनि कति भयो त्यो म भन्न सक्दिनँ। गोविन्द राई सर, बिस्तारै हामी भूमिकामा खस्दैछौँ कि जस्तो लाग्छ। भूमिका मास्टर भनिदिएपछि भने बडो गाह्रो हुन्छ त्यसबाट फर्किनका लागि। म आफै चाहिँ भूमिकाको समर्थक होइन। फेरि मेरा किताबमा कसैको पनि भूमिका छैन। सबै भूमिका मेरा विद्यार्थीहरूले जसरी मलाई आलोचना गर्छन् त्यही म भूमिका पाउँछु। मेरा पाठकहरूले मलाई जसरी आलोचना गर्छन् त्यही म भूमिका पाउँछु। त्यसो हुनाले कसैले उजार गरेको बन्जरलाई, पर्तीलाई, आवाज गरेको पर्तीलाई प्राप्त गरेर फेरि त्यहाँ कमाइलाई हाल्नु जस्तो कार्य हो भूमिका। वक्त बारेको 200 पेजको आएको छ। त्यसो हुनाले त्यो भूमिका हो कि कृति हो, यस्तो विशिष्टतालाई कसरी सम्मान गर्ने यो मेरो अवधारणा हो। म विषयमा प्रवेश गरौँ। यहाँ उमेरको हिसाबले म 3वटा किताब लेख्छु। 3वटा कृति मध्ये यो सत्य संलाप र परावर्तन 2टा निबन्ध कृति हुन् र एउटा कविता कृति छ मसँग। मैले सत्य संलापलाई केही वर्ष अगाडि व्यक्तिगत रूपमा चिनेको छु। परावर्तनलाई पनि मैले केही वर्ष अगाडि चिनेको छु। यो मन्दिर र माओलाई मैले चिनेको छैन।
मैले कविता चिनेको छु, मैले निबन्ध चिनेको छु। त्यसमध्ये म सत्य संलापको कुरा गर्छु अलिकति। निबन्धको बारेमा गोविन्दराज सरले बडो गम्भीरतापूर्वक एउटा अभिव्यक्ति राखिसक्नु भएको छ। निबन्ध एक किसिमको बौद्धिक हुन्छ, एउटा भावनात्मक पनि हुन्छ। यी निबन्ध सत्य संलापका लेखकका निबन्धहरू भावनात्मक निबन्धहरू छन्। उहाँ मोहन चापागाई हुनुहुन्छ र उहाँ 2012 सालको मान्छे। काण्डसँग जोडिएको छ धेरै जसो। अब कहाँ संलाप गर्न सकिन्छ सत्य, कहाँ स्थापना गर्न सकिन्छ सत्यलाई, बडो प्रश्न छ निबन्धभित्र। यी निबन्धहरूभित्रको बौद्धिकता एउटा पाटो गम्भीर रूपमा प्रस्तुत भएको छ, तर त्यही बौद्धिक विषयलाई सहज ढंगले प्रस्तुत गर्ने भावनात्मक कला पनि सँगै अभिव्यक्तित भएको छ। उहाँ छोटा निबन्ध लेख्नुहुन्छ। उहाँका निबन्धहरूमा विषय तीव्र हुन्छ तर कोमल हुन्छ, परिणाम कोमल हुन्छ। विषय तीखो हुन्छ, विषय कटु हुन्छ तर परिणाम कोमल हुन्छ। यी निबन्धहरू नेपालीमा एउटा शब्द प्रयोग गर्छु म, कसैलाई सुके लुतो निक्लिएको छ जिन्दगीमा। म केटाकेटी हुँदा मलाई निक्लिएको छ, किनभने भ्याक्सिन पाइँदैन थियो मेरा पालामा। त्यो असाध्यै चिलाउँछ, जति कनाए त्यति आनन्द हुन्छ त्यो लुतो, तर कनाइसकेपछि घाउ हुन्छ अनि औषधि खोज्न जाइन्छ त्यसपछि। यी निबन्ध त्यस्तै मलम खोज्ने खालका निबन्ध छन्। सबभन्दा पहिला चिलाउँछ, त्यसदेखि कनाउनु पर्ने हुन्छ र अन्त्यमा औषधोपचार गर्नुपर्ने। तीनवटा चरणलाई सहजतापूर्वक स्थापना गर्ने किसिमका यहाँ निबन्ध छन्। यहाँ दर्जन जति निबन्ध छन्। ती निबन्धहरूले बढीमा 3 पृष्ठ र घटीमा 2 पृष्ठ मात्रै लिएका छन्। त्यसको परावर्तन अघि गइसकेको कविताको टिप्पणी हाम्रो विनय कुमार शर्मा नेपालीको बारेमा। कवितामा गए पनि कवितात्मक नै, मोहन चापागाई जस्तै। निबन्धमा गए पनि कवितात्मक नै, तर विचारमूलक कवितात्मकताको संवेग प्रकट गर्ने व्यक्तित्व हुन् विनय कुमार शर्मा। नेपाल 2019 उहाँको जन्म। उहाँका दर्जनौं किताब बाहिर आइसकेका छन्। त्यसमध्ये तेस्रो हो निबन्ध संग्रह, एउटा उहाँको माथापच्ची, अर्को मृत्युबोध र परावर्तन। अब भन्नुहोस् तपाईँ, तीनैवटा निबन्ध टाउको खाने खालका छन्। पहिलोले त माथापच्ची खाइहाल्यो, दोस्रोले अर्को टाउको खान्छ जो मृत्युबोध हो, यसले परावर्तन। यो पनि हाम्रो जीवन चक्रको आवर्तन र प्रत्यावर्तनको बीचमा संसार कसरी घुमिरहेको छ त्यसलाई संवेगमा प्रस्तुत गर्ने, भावमा प्रस्तुत गर्ने, तर वैचारिक निबन्धको कृति हो परावर्तन। दार्शनिक दृष्टिकोणले उहाँलाई पनि पढ्न त्यस्तै गर्नुपर्ने हुन्छ, एउटा नयाँ स्कुल खोज्नुपर्ने हुन्छ। दीर्घराज घिमिरे पढाउनुहुन्छ कि जस्तो लाग्छ अलिअलि मलाई उहाँको बारेमा टिप्पणी गरिरहँदाखेरि। नेपालीमा दर्शन, अध्यात्म, नेपालीमा दर्शन जीवविज्ञान, नेपालीमा दर्शन वंशानुगत विज्ञान, जीव विज्ञानले मात्र पुग्दैन, जेनेटिक इन्जिनियरिङ अर्थात् वंशानुगत विज्ञान, यी सबै किसिमका विज्ञानका अधिकतम ठूलो घेरादेखि लिएर विज्ञानका न्यूनतम घेरासम्म पनि अध्ययनका लागि बस्नुपर्ने हुन्छ। विनय कुमार शर्मा नेपालका निबन्धहरू पढ्न, तर यी सबै निबन्धहरू शिव गौतमको जस्तो फिजिक्स पढ्नु पर्दैन। यी निबन्धहरूमा बायोलोजी बढी पढ्नुपर्छ अनि रसायन शास्त्र बढी पढ्नुपर्ने हुन्छ यी निबन्ध पढ्नहरूका लागि, यी निबन्धहरू पढ्नका लागि। त्यसकारण संसार एउटा भुवरी जस्तो छ। आवर्तन र परावर्तन दुईटै किसिमको क्रियामा संसार चलेको हुन्छ। द्वन्दात्मकताको स्थिति निबन्धले यसरी अभिव्यञ्जित गरेका छन्। एकपल्ट प्रकाश झिकिदिउँ हामी, के रहन्छ ब्रह्माण्डमा? कालो विवर मात्रै रहन्छ। ब्ल्याक होलको कल्पना अहिले गरिएको छ। सूर्य झिकिएको ठाउँ न त भासयते सूर्यो न शशङ्को न पावक
यद्गत्वा न निवर्तन्ते तद्धाम परमम् मम। ब्ल्याक होलको कल्पना गीताले गरेको छ त्यस युगमा, महाभारत युगमा, र त्यो अवस्था अहिले व्याख्यामा आइराखेको छ ब्ल्याक होलको रूपमा। मैले भने प्रकाश झिकिदिएपछि पुरा अन्धकार हुन्छ, संसार सधैँ अन्धकार हो। तर सूर्य छ, त्यस कारणले प्रकाश छ। सूर्य नभएको अवस्थामा सूर्यबाट प्रदीप्त बिजुली छ, बत्ती छ, आगो छ अनि प्रकाश छ, तर थोरै छ। सूर्यले भ्याएसम्म मात्रै छ, दीपले भ्याए, बिजुलीको ट्युबले मर्करीले भ्याएसम्म मात्रै छ, र अनि पूजास्थानको अथवा दियो घरको बत्तीले भ्याएसम्म मात्रै छ उज्यालो, बाँकी सबै ब्रह्माण्ड अँध्यारो छ। त्यसो हुनाले प्रकाश र अन्धकारको द्वन्द्व हो संसार। त्यसो हुनाले हामी परावर्तन, हामी सङ्घर्ष गर्छौं कालोलाई, कृष्णलाई, अन्धकारलाई जित्नका लागि। यहाँबाट उज्यालो प्रक्षेपण गर्छौं, तर निभिसकेपछि प्रत्यावर्तन, परावर्तन भएर फेरि अँध्यारो नै हामीसँग आइपुग्छ छ। यो यी निबन्धहरूको सार हो। यही सारलाई पक्रिएर उहाँले परावर्तन लेख्नु भएको छ। हामी प्रक्षेपण गर्छौं प्रकाश, ज्ञान, विद्या, विवेक प्रक्षेपण गर्छौं, तर त्यो स्थायी बस्दैन। अविद्याले नै ढाक्छ, अन्धकारले नै ढाक्छ। अविद्याया मृत्युं तीर्त्वा विद्याया मृतमश्नुते, वेदको उक्ति हो। सधैँ विद्याले मात्रै, विद्याको अमृतले मात्रै हामीले अन्धकारलाई जित्न सक्छौं। यो आशयमा यी निबन्ध लेखिएका छन्। 10वटा निबन्धको उहाँको सिरिज हुन्छ सधैँ। यो आज पनि 10वटा किताब उहाँले प्रकाशन गर्नुभएको छ। किन यो 10को मोह हो थाहा छैन मलाई, तर उहाँ 10बाट मोहित हुनुहुन्छ। लीला निबन्धहरू पनि यसै गर्न प्रयत्न गरिरहनु भएको छ उहाँले, र यस किसिमको निबन्ध हामीलाई दिनुभएकोमा उहाँलाई म बधाई ज्ञापन गर्छु। यहाँ अलिकति लामो मेरो भूमिका छ। मैले अहिले सूत्रात्मक ढङ्गले भने समयको भाग त पुग्न लाग्यो होला, तर मन्दिर र माओ बाँकी नै छ। यो कविता संग्रह हो। रामकुमार पण्डितजीले लेख्नु भएको 2032 सालको मान्छेले लेखेको यो कविता संग्रह हो। यसमा 42-43वटा कविता छ र छोटा कविता लेख्नमा माहिर हुनुहुन्छ। मुक्तकको स्तरमा र मुक्तक भन्दा अलिकति माथितिर मात्रै उक्लिने कविता लेख्नुपर्छ भन्ने उहाँको भावना छ। वास्तवमा जुनसुकै पनि चिज संक्षिप्ततामा गम्भीर हुन्छ। सियाको टुप्पो साह्रै सानो हुन्छ तर मजाले घोच्छ, तर ढिकीको मुसलले पुरै किच्ला तर त्यसरी छेडेर तीव्र चाहिँ पाल बनाउँदै। मान्छेको भावनात्मक संवेदलाई सूक्ष्मता साथ थाहै नपाउने, कानेर घोचो भन्ने कुरा बिन्दु थाहा नपाउने गरी भन्नुपर्छ भने छोटोमा, मुक्तमा र संक्षिप्तमा भन्नुपर्छ भन्ने उहाँलाई राम्ररी थाहा छ। कविताको भाग उहाँको पनि व्यङ्ग्यात्मक छ। यसले पनि समाजका राजनीतिक, समाजका सांस्कृतिक, समाजका आर्थिक विसङ्गतिहरूलाई मान्छेले कसरी सामना गरिराखेका छन् अहिले त्यो कुरालाई प्रस्तुत गरेको छ लघु आकार र लघु आकृतिमा, गद्यमा लेखिएका सबै कविता। तर कवितामा अझै अर्को एउटा स्ट्यान्डा त रहोस् न, अर्को एउटा त भइदिएको भए हुन्थ्यो नि भन्ने लाग्दै कविता सिद्धिन्छन्। यो राम्रो पक्ष हो। कथा गए व्याख्या रहे भन्थे भवानी लेख्छु। कथा सिद्धिसक्यो तर व्यथा तीव्र रूपमा पाठकमा रह्यो भन्थे, उनी रहोस् भन्थे। त्यस्तै कविता गए पीडा रहे, यो भावना राख्न सफल हुनुहुन्छ हाम्रो रामकुमार पण्डित छेत्रीजी। उहाँका 43वटा कविता यसमा रहेका छन्। यी कविताले पनि आज सूर्य दर्शन गरेका छन्। यस निमित्त उहाँलाई र यो सिरिज आजको 10वटै सिरिजमा सार्वजनिक भएका कृतिका स्रष्टाहरू सबैलाई बधाई र यस किसिमका कृतिहरू प्रकाशन गरेर सार्वजनिक गर्न क्रियाशील हुने यस संस्थाका निर्देशक, संयोजक, आधिकारिक व्यक्तित्व विनय कुमार शर्मा नेपालज्यूलाई पनि बधाई र यहाँहरू सबैले सुनिदिनु भयो। सुन्नेलाई सुनको माला, भन्नेलाई चाहिँ काँडाको माला भएको धन्यवाद। अब हामी
पुगिसकेका छौँ। राजेन्द्र सुवेदी सरले प्रयोग भाषाएर 3टा किताब टाइममै सक्नु भएको छ। अब शब्दार्थ प्रकाशनका अध्यक्ष, आजका स्रष्टा र सृजनशील व्यक्तित्व विनय कुमार शर्मा नेपालज्यूलाई आज यहाँ पाल्नुभएका सम्पूर्ण महानुभावहरूलाई धन्यवाद टक्राइदिनु हुन म अनुरोध गर्दछु। सबैलाई आभार व्यक्त गरे। हजुरहरू जो जाँदै हुनुहुन्छ त्यहाँ पत्रिका आउँदैछ एकैछिन। त्यहाँ पहिलेदेखि हामीले सधैँ कार्यक्रममा बाँड्थ्यौँ, यसपालि आउन ढिलो भयो, प्रेसबाट भर्खर आएर भरेको उक्लिँदैछ। हजुरहरूले पाउनुहुन्छ, जो जो जाँदै हुनुहुन्छ पत्रिका लिएर जानु होला। धेरै किताब भएको हुनाले निकाल्दा कति कुराहरू ढिलो भएको छ। सबैभन्दा पहिला मेरो पिताजी यहाँ साक्षीको रूपमा उपस्थित हुनुहुन्छ मेरो किताब विमोचनमा, मेरो लागि गौरवको कुरो हो। त्यसपछि किताब अब यो 9वटा किताब राजेश सरले 10को मुख भनेर किताब 9वटा मात्रै हो। 2टा पहिलेटी पत्रिका हो, एउटा स्वर्णाङ्क वैजयन्तीको छ, एउटा अर्को 51 अंक आएको छ। त्यहाँ किताब 9वटा किताब एकैचोटि विमोचन गर्दा एकैचोटि छाप्दा के कुरो ढिलो हो नि चाँडो हो नि भइहाल्थ्यो छ। त्यो कस्तो भने किताब एकदमै हतार गऱ्यो। किताब सकिसकेर सक्दा पनि कहिले भूमिका नायिका हुन्छ, कहिले लेखकको भनाइ नायिका हुन्छ, कहिले कवरको परिचय नायिका हुन्छ। त्यो पठाएर निकालेर ल्याउँदा कम्ती भइरहेको छ। हामीहरूको बानी नै पछि गरिन्छ। अब यहाँ मैले सबैभन्दा पहिला आभार व्यक्त गर्नुपर्छ हजुरहरूको, जो यहाँ आइदिनु भएको छ, सबैप्रति आभारी छु। त्यसपछि मैले मेरा 200वटा पसलहरू डिलर छन् नेपालभित्र, तिनको सबभन्दा बढी आभारी हुनुपर्छ। मेरो किताब उहाँले नै लेखिदिनु भएको छ। पाठक त तीभन्दा पनि आभारी भए, उहाँहरूले नकिन्दै ती पसलेको पनि काम छैन। अब त्यसपछि आज यहाँ जो स्रष्टाहरू हुनुहुन्छ उहाँहरूको किताब मैले पाएको छु। जस्तो नारायण सिंह सरलाई मैले चिनेर थिएँ, उहाँसित मेरो मेसेजमा फेसबुकमा भेट भएको हो र किताबको कुरो निक्ल्यो। मैले किताब पठाउनु सर पढेँ, मलाई रमाइलो लागेको किताब। त्यो किताब यहाँबाट आएको छ। पहिलोचोटि मेरो भेट भएको उहाँसित, धेरै स्रष्टाहरूसित मेरो पहिलो भेट हुँदै रहेछ यस्तो भयो। त्यस्तै शिव गौतम सरलाई मैले प्रत्यक्ष भेटेको छैन। कमै कपमा पोहोर उहाँको भारती गौतमको मैले एउटा अमेरिकीमा आमा भनिएको मैले छापेको थिएँ 500 छो। उहाँले पनि मलाई जस्तै गरेर मेरो किताब हेर्नु न भाइ भन्नुभयो। मैले किताब हेरेँ, त्यो झ्याम्ली बाँकेको पाठो पढेपछि मलाई गजब मजा लाग्यो। मैले पोहोर यहाँ एउटा वाक्य बोलेको थिएँ, म होइन, म मेरो पुस्ताको प्रतिनिधि पनि हुँ, मेरो आउने सन्ततिको प्रतिनिधि पनि हुँ। किनभने त्यो गुण जिनबाट जुन सर्दै आएको गुण हो, त्यो मैले त्यो बेलामा बुद्धले शुद्धलाई बुद्धले भनेको वाक्य कता कता एउटा उठेर भनेर सम्झिँदा त्यो सम्झिन्छु। त्यसबाट जे जति मेरा पुर्खामा बसेका चिज के बसेको छ, मैले नपढेको कुरा पनि बोल्छु, नपढेको कुरा पनि लेख्छु। मलाई कहाँबाट आउँछ थाहा छैन, अर्थात् त्यो मैले मेरो पुर्खाबाट पाएको छु। त्यसबाट मैले शिव गौतमको झ्याम्ली बाक्ली पढ्दा त्यस्तै पाएँ। उहाँको किताबमा यति दर्शन छ, यति गणित छ, यति विज्ञान छ, र म जस्तो निबन्ध लेख्छु वैचारिक दर्शन उहाँको पनि त्यस्तै लाग्यो। त्यसैले मैले उहाँको किताब पनि यहाँ 2टा छापेको छु। उहाँलाई मैले आजसम्म मैले उहाँलाई भेटेको पनि छैन। उहाँ आउँदै हुनुहुन्थ्यो, कुनै कारणले उहाँको अनायास क्यान्सल गरेर बस्नु पऱ्यो, मैले पछि आउँदै आउँछु भन्दै गएँ। त्यसपछि गएर यो अन्तिममा मैले 9वटा किताब सक्ने अन्तिममा रामकुमार पण्डितजी आएर तपाईँले 8वटा भएको छ, 9वटा बनाइदिनुहोस् न भन्नुभयो। उहाँको 9 भएको छ। अब मोहन तामाङकै सरसित पनि मेरो त्यस्तै गरेर भेट भएको। उहाँसित पनि भर्खरै भेटमा मैले उहाँलाई चिनेकै 1 महिना पनि भएको छैन। हाम्रो एकजना भाइ हुनुहुन्छ, मेरो भाइ पारस प्रकाश देवाल, उहाँले गर्नु त एकजना मोहन सर तामाङ सरको किताबहरू छ अरे, यसो हेर्दैन भन्नु। यसो हेरेको भएको पनि निबन्ध बदल छोटो बडो मिठो। त्यो त्यस्तै गरेर म उहाँ स्रष्टाहरू सबैलाई, जस्तो अब विश्वजित भाइ हुनुहुन्छ, उहाँको त मैले पहिला पनि धेरै किताब छापेको हुँ, उहाँको कथाहरू छन्। अब यसरी छाप्दै जाने क्रममा जुन सरदार सभा आएको छ, त्यसमा पहिलेले आज 10 वर्षसम्म जम्मा गरेको कविताको सैद्धान्तिक स्वरूपलाई विधा समालोचनालाई अगाडि ल्याएको छ। अब त्यसको त दर्शन स्रष्टा आउँछ, उहाँहरूसित म कुरो गरिदिन्छु। अब यी सबभन्दा पहिला स्रष्टाहरू सबैप्रति आभारी छु। र आजका वक्ताहरू जसलाई मैले दोकाने 4जना वक्ताले किताबको बारेमा बोलिदिनु भयो। यो 10 मिनटमा कति किताबको बारेमा बोलिन्छ। अब यहाँ बस्ने हजुरहरूलाई पनि दिक्कै लागेको छ 4-4जनाले बोल्दा, तर पनि कार्यक्रम लागु भएको छ जस्तो मलाई लाग्छ। 1.5 घन्टाभित्रमा कार्यक्रम सकिन्छ, त्यो सकिएकै हो। म उहाँहरूप्रति राजेश सर, गोविन्द भट्टराई सर, त्यस्तै गरेर लेख सर, रजनी ढकालजी सिटको आभारी छु। र अब किताबको कुरा गर्दा मैले आफ्नो मात्रै किताबको यहाँ कुरा गर्नु अन्याय हुन्छ। 9वटा किताब मैले विमोचन गर्छु, म मेरो किताबको कुरा गर्छु भने मलाई सरकारले गाली गर्नुहुन्छ।
त्यसलाई म आफ्नो किताबको या केही गर्न चाहन्न। म दार्शनिक निबन्ध लेख्छु, मेरो कविता पनि दार्शनिक हुन्छ, निबन्ध पनि दार्शनिक हुन्छ। त्यहाँ जुनसुकै जसको जेसकै कुरा गरे पनि त्यहाँभित्र एउटा कुनै कुनै सिद्धान्त विचार दर्शनलाई मैले हालेको हुन्छु। त्यो मेरो स्वभाव हो र त्यसलाई अगाडि बढाएको छु। योभन्दा बढी मैले अरू के भन्नु, यहाँहरू आइदिएको एउटा एसएमएसको घरमा मैले फेसबुकमा मेसेज र एसएमएस मात्र गरेको त्यति घरमा यति आइदिएको म साह्रै आभारी छु यहाँहरूप्रति। धन्यवाद। अब सभापतिज्यू हुनुहुन्न। अब हाम्रो कार्यक्रम प्रयोगात्मक छ। अब मातृशक्तिहरूको चाड, अब आज श्री पञ्चमी तीजपछिको ठुलो चाड र मातृशक्तिहरूलाई यो चाडले अझ सृजनात्मक क्षेत्रमा अझ अग्रसर हुने उत्प्रेरणा गरोस् भन्ने शुभकामना टक्राउँदै अब कार्यक्रम आजको सकिएको घोषणा गर्दछु र बाहिर सानोतिनो यसो सानोतिनो जलपान छ, त्यसलाई ग्रहण गरेर अनि राम्रा राम्रा किताब छापिएका छन् तिनलाई यसो झोलामा हालेर हिँडिदिनुहुन हार्दिक अनुरोध गर्दछु।